आज घरमा काम गर्न झ्याउलाएर यसो डुल्न चल्देको साथीहरूको गाउँमा चाहिँ फोए साइज भाले गेम रहेछ क्या होइन। त्यहाँ चाहिँ दाइहरू पनि आउनु भएको रहेछ अनि दाइहरूसँग मिलेर यसो रमाइलोको लागि खेलिदिएको त फर्स्ट पो भइदिरा त यार। भाले चाहिँ गरिदिए हामीले कर्याप ज्याप अनि रातमा गरियो यस्तो रमाइलो। म डेली भिडियो पोस्ट गर्छु भन्छु तर बीचमा एउटा न एउटा समस्या आइदिहाल्छ क्या। हिजो पनि ब्लग हाल्न पाएन किनकि हाम्रो गाउँमा लाइन आएको थिएन, त्यही भएर बनाउन पनि पाएन अनि पोस्ट गर्न पनि। आज चाहिँ बिहान बिहान म मामा माइजू दिदी सब भएर चाहिँ एक एक भारी घाँस काटेर आयौँ। बिहानमा त घाँस काटियो तर दिउँसोमा काम गर्न चाहिँ लास्ट झ्याउलाइरहेको थियो क्या। त्यही भएर घर आएर हामी चाहिँ चल्दिए सरर डुल्न पनि के भनौँ मेरो साथीहरूको गाउँमा चाहिँ यसो रमाइलोको लागि 4-4 जनाको भाले गेम राखेर रहेछ क्या होइन। अब हाम्रो गाउँको त खेल्ने प्लेयरहरू पनि सबै सहरिया भइसक्यो, गाउँमा कोही पनि छैन, 4 जना खेल्ने मान्छे पुगाउन पनि गाह्रो। गेम भएको फेरि हामी सँगै पढेको साथीको गाउँमा, त्यही भएर खेल्न चाहिँ होइन हल्का हेर्न भने नि जान्छु भनेर चाहिँ हामी चल्देको। त्यहाँ गएको त ताक्लुङबाट 2 जना दाइहरू आउनु भएको रहेछ अनि हामी पनि जम्मा 3 जना मात्रै गएको थिए। त्यसपछि दाइहरूले 2 जना रहेछ मिलेर खेल्दिउँ न त भन्नुभयो। म पनि फेरि भलिबलको क्रेजी फ्यान, रमाइलो त हो नि खेल्दिउँ न त भनेर खेल्देको त लास्टमा त फर्स्ट भइदिरा भने। टोटल जम्मा 7 टिम भएको थियो। हावा तालमा हेर्न भनेर गएको मान्छेहरू हामी रमाइलोको लागि खेल्दा थिए भाले पार्दिरा कर्याप झ्याप। अस्ति नै 3-4 महिना पहिला पनि मैले यस्तै भिडियो हालेको थिएँ क्या एउटा। अनि मान्छेहरू त जाबु भाले जित्दा पनि यत्रो चुरी फुरी देखाउँछ भनेर कमेन्ट गर्छ त बा। जे जिते पनि जित्या त जित्या हो नि यार, जित भन्ने कुरा चाहिँ ठुलो र सानो भन्ने हुँदैन र क्या। त्यही म यस्तो चुरी फुरी देखाउन चलपल हान्नलाई कहिले भिडियो बनाउँदिन क्या। म डेली जे काम गर्छु त्यही भिडियो बनाउँछु, त्यही भएर मात्रै हो। वास्तवमा हेर्न आएको मान्छेहरू हामी चाहिँ बोकेर लाग्यो घरतिर भाले। 1200 तिरेर खेलेको यत्रो भाले पो आयो यार। भालेलाई चाहिँ हामीले बाइकमा मस्त सरर कुदाएर गाउँमा लगियो। अब यसलाई चाहिँ हामीले बनाएर मस्तले खानु पर्ने हुन्छ, बल्ल बल्ल हुन्छ साथीभाइको भेटघाट। मेरो विचारमा रमाइलो भने यस्तै त होला नि, साथीहरूसँग हिँड्ने रमाउने खाने होइन। जे होस् यसरी हिँडेर फ्युचरको लागि नयाँ नयाँ मेमोरीहरू क्रिएट भइरहेछ अनि यस्तैमा एकदम खुसी लाग्छ मलाई चाहिँ। हाम्रो चाहिँ फेरि मासु पनि बनाएर भ्याइसक्यो, यो चाहिँ हल्का नुन लाछ लाछैन भनेर चाख्नको लागि मात्रै हो क्या। त्यसपछि सबै कुरा रेडी भइसकेपछि चाहिँ हामीले खाना पनि खाए अनि हाम्रो गाउँतिर चाहिँ लाइन नआएर दिमाग खराब थियो क्या अनि फेरि मोबाइलमा चार्ज पनि नभएको। त्यही भएर हामी चाहिँ ताक्लुङ चल्दिए दाइहरूसँग सँगै मोबाइल चार्ज गर्न। अनि त्यहाँ गएको त मामा र दाइहरू त पुरै स्पिकर बजाएर नाच्न पो थाल्छ त बा। यस्तो रमाइलो हुन्छ भनेर त मैले सोचेकै थिएन। अनि यता चाहिँ हामी पुरै दर्श गाउँमा लाइन नआएर यता पल्लो गाउँतिर आएको सबैजना यसरी नाचगान गरेर खतरा रमाइलो पो भयो त यार। अब यसरी रमाइलो गर्ने दिन फेरि कहिले पो आउने त। जोस रमाइलो चाहिँ लास्ट नै भयो क्या। त्यही हो, अब चाहिँ हामीलाई फेरि भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे, टाटा एन्ड बाई बाई।